त्यो पहिलाको समयमा काम गर्दाको क्षणहरू तपाईँले सम्झिँदाखेरि र आजको काम गर्दाखेरिको तपाईँले भिन्नता जस्तो कठिनाइ, सहजता र मार्केटको चाहिँ नि अब सिनारीहरू हेर्दाखेरि तपाईँलाई चाहिँ नि पहिला र अहिलेकोमा कम्पेयर गर्दाखेरि के भिन्नता तपाईँले पाउनुहुन्छ अहिले? यसैमा बस्नुपर्छ, यही राम्रो छ, यो चलिरहेकै छ भन्ने पनि क्लाइन्ट छ। एउटा यसो अलि हाइटमा बसेको कम्पनीमा काम गरेको स्टाफलाई 10,000 रुपियाँ बढी अफर गर्ने तान दिइहाल्यो। जुन मान्छेहरूले चाहिँ के बिर्सिन्छ भन्दाखेरि मलाई केही काम नआउँदाखेरि यो कम्पनीले फर्स्ट मलाई काम दियो हो नि त मेरो एक्सपिरियन्स बिना भन्ने कुरो चाहिँ बिर्सिनु रहेछन् क्या काम सिकेपछि। तर अब यो काम गरिसकेको ठाउँबाट पैसा नआउने कल्चर चाहिँ खै यो देशमा के हो मैले पनि बुझ्दिनँ त। यही चिज बाहिर गयो भने एग्रिमेन्ट हुन्छ अन द स्पोट, काम सक्यो, टाइम पिरियडभित्र पेमेन्ट आउने सिस्टम हुन्छ, एडभान्स भएर काम सुरु गर्ने हुन्छ। यहाँ चाहिँ धेरै जसो मैले देखेको चाहिँ सबैले अर्को पैसामा मोज गर्ने मात्रै भयो कि, जुन हामीले पनि फेस गरेर आएको छौँ। अब गभर्मेन्ट सेक्टरको कुरा गर्नुहुन्छ भने अघि हजुरले भन्नुभएको जस्तै खुसी नबनाएसम्म, पहुँचवालासँग परिचय नहुन्जेलसम्म त्यो भनेको सबै भ्रष्टाचारै हो, थाहा भएकै कुरो हो सबैलाई। तर यहाँ समस्या अहिले के देखियो मार्केटमा भन्दाखेरि जसले जसले जुन जुन ब्रान्ड भनेर डिस्ट्रिब्युसनको ट्यागलाइन बोकेर बसेका छन् सबैजना आफै कस्टमरका पुग्न थाले, एन्ड कस्टमर, कर्पोरेट सेक्टर हुँदा गभर्मेन्ट सेक्टर टेन्डर भनेपछि बिचमा बसेर काम गर्ने हामी जस्ता डिलर्सहरूले कहाँ गएर सामान बेच्न जाने हो? बेसिक इलेक्ट्रिकल अप्लायन्सेसहरू चाहिँ सबै वान एप सल्युसनमा, जुन चाहिँ घरमा बसेर म्यानुअली पनि चलाउन मिल्यो वा घरभन्दा बाहिर कुनै पनि संसारको कुनामा बसेर पनि मोनिटरिङ वा कन्ट्रोलिङ गर्न सक्यो कुनै पनि इलेक्ट्रिकल अप्लायन्सलाई। परम मित्र, एकदम पुरानो व्यापारी, गुनिन टेक्नोट्रोनिक्स एन्ड रिसर्च सेन्टरका प्रोपाइटर रविन्द्र राज अमात्यजी हुनुहुन्छ। सँग चाहिँ आजको यस आइटी सम्बन्धीका समस्याहरू र अब आउने फ्युचरमा आउने नयाँ टेक्नोलोजी सम्बन्धी र अहिलेसम्म सुरुवाती दिनदेखि आजको दिनसम्ममा परेका कठिनाइहरू र सहजीकरणहरू र योगदानहरू बारेमा चाहिँ एउटा चर्चा गर्न गइरहेका छौँ। आशा छ आजको यस कार्यक्रमले यहाँहरू दर्शक महानुभावहरूमा केही नयाँ पनि पाउनुहुनेछ भन्ने आशा गर्दै म मोइन इन्टरनेसनल मोइन स्टुडियोको सञ्चालक सन्तोष गौतम हाम्रो मिस्टर रविन्द्र राज अमात्यज्यूलाई चाहिँ स्वागत गर्न चाहन्छु। धन्यवाद दाइ, धेरै धेरै धन्यवाद। आज आउन पाइयो, एकदम खुसी लागेको तपाईँको स्टुडियोमा पहिलोचोटि खुट्टा राख्न पाउँदा बहुत मजा आयो। मलाई पनि त्यस्तै खुसी लागेको। अनि त्यो एउटा मेजरमेन्ट पनि त्यो आइटीमा काम गर्ने भइसकेपछि टेक्नोलोजीहरू यत्रो बढ्दै गएको छ, नयाँ नयाँ टेक्नोलोजीहरू आइरहेको छ। सायद यो यन्त्र पनि हुनुपर्छ, खुसीको यो नाप्ने यन्त्र पनि आइटीले चाहिँ आविष्कार गरेको हुनसक्छ जस्तो मलाई लाग्छ। मुइनमा सबै आएको छ के अरे, यो पनि आउला भन्ने आशा गर्छु। तपाईँको आफ्नै शैलीमा चाहिँ आफ्नो इन्ट्रोडक्सन दिनको लागि चाहिँ मैले अनुरोध गरेँ। यो भिडियो हेरिरहनु भएकोमा सबैलाई नमस्कार। म चाहिँ रविन्द्र राज अमात्य, दाइलाई चिनेको आजले हाराहारी 13-14 वर्ष भयो हाम्रो भातृत्व जमिरहेको। म चाहिँ गुनिन टेक्नोट्रोनिक्सको सञ्चालक र अहिले चाहिँ सफ्ट क्लिक प्राइभेट लिमिटेडको पनि सञ्चालक। हाम्रो टिम छ काम गर्ने र हामी यो आइटी क्षेत्रमा भनौँ न सुरुवाती क्षणमा चाहिँ मैले टु वे रेडियो कम्युनिकेसनबाट करियर स्टार्ट गरेको नि। त्यहाँबाट स्टार्ट गर्दाखेरि अब धेरैवटा कठिनाइहरू, सफलता विफलता भनौँ न त्यस्ता चिजहरू भेट्दै जाँदाखेरि चाहिँ अलिकति ट्रेन्ड चेन्ज हुँदै गयो। त्यो प्रडक्टभन्दा पनि अरू प्रडक्टमा चाहिँ अझ बढी इन्ट्रेस्ट हुँदै गएर सिसिटिभी समातियो, त्यो गएर त्यसपछि नेटवर्कतिर पनि लाग्यो होइन, धेरैवटा प्रडक्टहरू समातियो। त्यो गर्दै आज त्यसपछि तपाईँसँग पनि भेट भइहाल्यो। त्यहाँदेखि आजसम्म जमिया छ। तपाईँ जमानको जमानै हुनुहुन्छ, म बुढो हुन थालिसकेँ, त्यति मात्रै फरक। अनि योभन्दा अगाडि तपाईँले मलाई देख्दाखेरि जवानै देख्नुहुन्थ्यो, कपाल कालै थियो, अहिले फुलेर सबैले लाउ। त्यो त अहिले फेसन होला नि त हजुरको, त्यो पनि होला होइन। तर एनिवे पहिला आजभन्दा 13-14 वर्ष अगाडि जुन तपाईँले अब कामको सुरुवाती गर्नुभयो र आजसम्म कन्टिन्यू गरि नै राख्नु भएको छ आफ्नो पेसालाई, र त्यो पहिलाको समयमा काम गर्दाको क्षणहरू तपाईँले सम्झिँदाखेरि र आजको काम गर्दाखेरिको तपाईँले भिन्नता जस्तो कठिनाइ, सहजता
र मार्केटको चाहिँ नि अब सिनारीहरू हेर्दाखेरि तपाईँलाई चाहिँ नि पहिला र अहिलेकोमा कम्पेयर गर्दाखेरि के भिन्नता तपाईँले पाउनुहुन्छ अहिले? पहिला अब हामीले काम सुरु गर्दाखेरि यहाँ दावा देखिरहेछौँ हामी होइन। सिसिटिभीमा मैले पहिला राखेको यही ब्रान्डबाट हो। आज यो ब्रान्ड नेपालमा त्यति बेला एकजनाले गर्नुहुन्थ्यो डिस्ट्रिब्युसन भने, अहिले अब उहाँमा गनि नसक्नु भएको छ। अब तर हामी चाहिँ यही ब्रान्डमा अहिलेसम्म स्टिक भएर काम गरि नै रहेको छौँ। त्यो तपाईँलाई पनि थाहा छ, लगभग मार्केटमा सबैलाई थाहा छ हाम्रो। तर हामी यो ब्रान्ड बाहेक अरू गरेका छैनौँ भनेर। सहजताको र गाह्रोको कुरो गर्दाखेरि चाहिँ त्यो बेला हामीले यो ब्रान्ड बेच्दाखेरि गाह्रो तपाईँसँगै थियो, किन हजुरले यो ब्रान्ड बेच्नु हुन्थेन होइन। हामी ब्रान्डेड भनेर लाग्यो, हजुरले मार्केट हेरेर प्रडक्ट ल्याउँदै बेच्नुभयो। त्यति बेला पनि कम्पिटिटर ठुलो हजुर नै, गाह्रो त्यहाँ थियो। अब अहिले हजुरसँगै यो ब्रान्ड छ, तपाईँसँगै लिइरहेको छ, सहजता त्यहाँ छ, सबभन्दा सजिलो त्यहाँ भएको छ कि त्यो। यो 12-14 वर्षको ग्यापमा चाहिँ अब धेरै मान्छेहरू भेटिए, धेरै मान्छे छुट्दै पनि गए। तर मलाई लागेको चाहिँ आफ्नो पर्सनल एक्सपिरियन्स, सबैको फरक हुन सक्ला, तर मेरो एक्सपिरियन्सको कुरा गर्नुहुन्छ भने चाहिँ जो चाहिँ त्यो हुन्छ नि, त्यो एउटा स्वार्थले जोडिएकाहरू छुटिँदै गए, फिल्टर हुन्छ नि एउटा, त्यो हुँदै गए। तर ब्रदरहुडमा बस्ने रिलेसनसिपहरू चाहिँ आज त्यो बेलादेखि आजसम्म पनि कन्टिन्यू नै छ है। फेरि मैले अलिकति बुझ्न, अलि सहज रूपले बुझ्न कसरी खोज्न चाहेँ भन्दाखेरि, अब पहिला त्यही आइटीका सामानहरू बेच्दाखेरि तपाईँलाई कति सजिलो हुन्थ्यो मार्केटमा सेल्स गर्दा, अथवा तपाईँको इन्स्टलेसनको पार्टमा जाँदा, मार्केटिङ गर्दा, कन्भिन्स गर्दाखेरि पहिला कति सहज हुन्थ्यो। र आज त्यो पहिलाको कम्पेयरमा अहिले कति सहजता छ भन्ने कुरा मैले चाहिँ अलिकति बुझ्न खोजेँ। त्यो बारेमा कुरा गर्नुपर्दा त फेरि यस्तो छ, त्यो बेलामा क्लाइन्टले कुनै पनि क्लाइन्टमा डिल गर्न जाँदाखेरि क्यामेराको त्यति नलेज थिएन क्लाइन्टहरूलाई पनि। सस्तो गर्थे, सस्तो भए चलिहाल्छ, भिडियो आइहाल्छ, जोडेपछि प्रडक्ट हो, बनाएर आएको, म्यानुफ्याक्चरिङ भएर आएको त्यो थियो। त्यो बेलामा दवा बेच्न हामीलाई बहुत गाह्रो हुन्थ्यो। अब अहिले हामीभन्दा क्लाइन्टलाई बढी नलेज हुन्छ, तपाईँहरूसँग यो ब्रान्डको छ कि छैन भनेर सोध्ने वातावरण छ मार्केटमा होइन। मलाई यही ब्रान्ड चाहिन्छ भन्ने कस्टमर पनि छन् मार्केटमा, किनभने उनीहरूले अब यो युज गर्दा क्वालिटी सबै थाहा पाइसक्यो, कुन चाहिँ ड्युरेबिलिटी छन्, कुन चाहिँ छैन। त्यो थाहा पाउँदा अब केही पछिले यो एउटा चाहिँ राम्रो रहेछ भनेर उनीहरूको लाइनमा सबैले त्यही किन्ने पनि क्लाइन्ट छन्। कुनै चाहिँ अब वर्षौँदेखि यही चलाइरहेको, यसैमा बस्नुपर्छ, यही राम्रो छ, यो चलिरहेकै छ भन्ने पनि क्लाइन्ट छ। सहजताको कुरा गर्दाखेरि दुईवटा तरिकाको हुन्छ, एउटा कस्टमर सहजता, एउटा हामीलाई व्यापार गर्न सहजता। दुई किसिमले हेर्नु पऱ्यो कि। अब कस्टमरलाई सहजता भएको छ, मार्केटभरि छ्यालबिछ्याल सामान पाउनु थाल्यो, घरै पछि सिसिटिभी व्यापारी जन्मे अहिले, पहिला जुन थिएन। अब हामीलाई सहजता भनेको चाहिँ कोसँग हामीले सामान लिइरहेछौँ, उहाँसँगको कस्तो व्यवहार छ भनेपछि अहिलेको सम्मको यत्रो वर्षको उसमा काम गर्दै जाँदा धेरैजना व्यापारीहरूसँग जोडिँदाखेरि चाहिँ मुइन इन्टरनेसनलसँग जोडिसकेपछि चाहिँ जोस् भनौँ न, अप्ठ्यारो परेको बेलामा चाहिँ मुइन इन्टरनेसनलले हामीलाई जे सर्भिस गरेकै छ। त्यो चिज एउटा छ। प्रिभियसली पनि नभएको होइन, कसै अरूसँग काम गर्दा पनि नभएको होइन, छन् सपोर्ट गर्नेहरू पनि छन्। तर जुन तरिकाको सहज फोनमा भन्दाखेरि यस्तो छ है भन्दाखेरि ओके भन्ने टाइपको एउटा रिपिटेडली त्यो हुँदाखेरि पनि दिक्क नमान्ने, अप्ठ्यारो नमान्ने टाइपको चाहिँ एउटा सहजता चाहिँ छ है हामी व्यापारीहरूलाई चाहिँ मुइनबाट। अरूकोबाट अरूलाई होला थाहा छैन हामीलाई। त्यो मलाई मेरो आफ्नो पर्सनल कुरा गर्ने चाहिँ मलाई चाहिँ छ, भोलि पनि हुन्छ भन्ने आशा छ। त्यति हो। सँगसँगै हामी एउटा कुरा जोडेर जस्तो कि गुनिन टेक्नोट्रोनिक्स रिसर्च सेन्टर जुन चाहिँ बालाजी काठमाडौँमा अवस्थित छ, विगतको चाहिँ लगभग झन्डै अब चाहिँ 13-14 वर्ष पार गरिसकेका छु यो सेक्टरमा। र हाम्रो दर्शक महानुभावहरू अब जो चाहिँ हाम्रो चाहिँ भिडियो हेरिरहनु भएको छ, उहाँहरूलाई जानकारीको लागि चाहिँ तपाईँहरूका के कस्ता प्रडक्टहरू पाउँछन् त्यसको बारेमा एउटा चाहिँ डिटेलमा अलिकति सर्ट डिटेल्समा उहाँहरूले बुझ्ने भाषामा हजुरले भनिदिनु भयो भने भोलिको दिनमा पनि उहाँहरू पनि तपाईँहरूसँग आएर जोडिन सक्नुहुन्छ होइन। त्यो कारणले गर्दा एउटा सर्टमा एकदम सरल एउटा चाहिँ हाम्रो दर्शकहरूले बुझ्ने शैलीमा के उपलब्ध छन् भन्ने कुरामा र तिनले चाहिँ एकदम सर्टमा त्यही युज गरे बापत त्यो टेक्नोलोजीले चाहिँ नि के सुरक्षा पाउँछन् र के सुविधा पाउँछन् भनौँ न,
त्यो चिजहरूमा चाहिँ एउटा सर्टमा यसो जानकारी गराइदिनु भयो भने चाहिँ हाम्रो दर्शक महानुभावहरूले पनि ओके गुनिन टेक्निकल्सको बारेमा चाहिँ केही कुरा अब यस्तो छ हाम्रो प्रडक्टको बारेमा कुरा गर्नुपर्दा चाहिँ अहिले हामीले विगत 2 वर्ष जति भयो हामीले हुन त अटोमेसन लाइनमा हामी अहिले एकदम सक्रिय भएर काम गरिरहेको छौँ र यो विगत 2 वर्षदेखि चाहिँ हामीले स्मार्ट होम प्रडक्ट्सहरू भनेको अहिले हामीले चाहिँ कसरी हामीले चिनाउँछौँ भन्दाखेरि चाहिँ कुनै पनि प्रपर्टीको चाहिँ मेन गेटदेखि लिएर माथि रहेको पानीको ट्याङ्कीसम्म बेसिक इलेक्ट्रिकल अप्लायन्सेसहरू चाहिँ सबै वान एप सल्युसनमा जुन चाहिँ घरमा बसेर म्यानुअली पनि चलाउन मिल्यो वा घरभन्दा बाहिर कुनै पनि संसारको कुनामा बसेर पनि मोनिटरिङ वा कन्ट्रोलिङ गर्न सक्यो कुनै पनि इलेक्ट्रिकल अप्लायन्सलाई भनेर हामीले हामीलाई चिनाउँछौँ भन्दाखेरि त्यसलाई स्मार्ट होम सल्युसन भनेर हामीले हामीलाई चिनाउँछौँ मार्केटमा। यो चाहिँ हुन त अटोमेसनको काम त मैले गर्न थालेको त लगभग आजको मितिले 16 वर्ष भयो। त्यो बेला म आफै बनाउँथेँ भने अहिले चाहिँ हाम्रो इम्पोर्ट छ, आफै इम्पोर्ट गर्छौँ, हामी आफै डिस्ट्रिब्युसन भएर काम गरिरहेको छौँ। दाइहरूसँग सिक्दा भनौँ न होइन, आज आएर आफू डिस्ट्रिब्युसनमा लाग्न सफल भएको छौँ। अझ मेहनत गर्नै छ। तर अब हाम्रो प्रडक्टको कुरा गर्नु भने हामीले यत्रो वर्षदेखि गरेर आएको भनेको सेक्युरिटी सिस्टम, सीसीटीभी क्यामेराज, नेटवर्क प्रोग्रामिङ, नेटवर्क सल्युसन्सहरूमा डिजाइनिङ गर्नेदेखि लिएर एभ्री सल्युसन दिन्छौँ भने अहिले हाम्रो कोर प्रडक्ट भनेको चाहिँ स्मार्ट होम सल्युसन, जसमा स्मार्ट स्विचेस, स्मार्ट लक्स, स्लाइडिङ डोर्स, सेन्सर्सहरू, पानीको सिस्टम्सहरू, एसी कन्ट्रोल गर्ने के छ अब घरको अप्लायन्सेसहरू, त्यो सबैलाई वान एप सल्युसनमा हामीले दिइरहेको छौँ सीसीटीभी लगाएर। गुनिन टेक्नोट्रोनिक्स एन्ड रिसर्च सेन्टरको चाहिँ नयाँ प्रडक्ट होम अटोमेसनको कुराहरू त अब यहाँले बुझ्नुभयो होला। त्यस्तै गरेर मलाई जहाँसम्म थाहा छ गुनिनले चाहिँ स्मार्ट होम मात्र नभइकन विगतको चाहिँ 13-14-15 वर्षदेखि चाहिँ सिसिटिभी सर्भिलेन्स प्रडक्टमा पनि काम गर्दै आइरहेको छ। त्यो बाहेक पनि मैले जहाँसम्म बुझेको छु नेटवर्किङमा पनि राम्रो अब्बल तरिकाको राम्रो नलेज भएको र नेटवर्किङ सम्बन्धी पनि राम्रो काम गर्दै आइरहेको पनि मैले जानकारी पाएको छु, जहाँसम्म मलाई चाहिँ लाग्छ। र आजको दिनमा मैले जुन मैले बुझ्न खोजिरहेको थिएँ त्यो अझै मैले पाइरहेको छैन कि। जस्तो मैले बुझ्न खोजेको के भन्दाखेरि मैले सुरुमा भने नि पहिला काम गर्दाखेरिको सहजता र अहिले काम गर्दाखेरिको कठिनाइ विभिन्न कारणले हुनसक्छ। लाइक कम्पिटिसनको कारणले हुनसक्छ, मेबी नलेज अहिलेको टेक्नोलोजी सँगसँगै जान नसकेको कारणमा चाहिँ टेक्नोलोजीमा अपग्रेड हुन नसकेको कारणको पनि कठिनाइ हुनसक्छ। अब आजको चाहिँ महँगीको कारणले गर्दाखेरि पनि हुन्छ, धेरै कारणले चाहिँ असहजता पनि हुनसक्छ बिजनेसमा होइन। अहिले मुख्य गरी चाहिँ नि बिजनेसमा तपाईँले काम गर्दाखेरि अब असहजता चाहिँ विशेष गरी कुन क्षेत्रमा चाहिँ अलिक बढी तपाईँलाई महसुस भएको छ? असहजता अब फ्याक्टर्स त धेरै छ, प्लस असहजताको तरिका पनि धेरै छ होइन। अब विगत दिनमा काम गर्दाखेरि मैले अघि पनि भने त्यो बेलामा हामीले सुरु गर्दाखेरि मभन्दा अगाडि सुरु गर्नेहरू पनि हुनुहुन्थ्यो, हजुर पनि मभन्दा केही समय अगाडिदेखि नै हो यो लाइनमा, यो क्षेत्रमा होइन। भनेपछि त्यो बेलामा यो हामीले काम गर्ने खालको मान्छे नै कम थियो मार्केटमा, जसले गर्दाखेरि चाहिँ कस्टमरलाई निड हुन्थ्यो र केही मात्रै समूहले यो काम गर्ने भएकोले काम गर्नलाई पनि खासै गाह्रो हुँदैन थियो। अब त्यो एक्सपेक्टमा कम्पेरिजन गर्दाखेरि आजको डेटमा घरैपछि सिसिटिभी व्यापारी भए, जसले गर्दाखेरि कम्पिटिसन एकदम हाई, मार्जिन बचाउन गाह्रो। सबभन्दा बढी चाहिँ समस्या कहाँ भइदियो भन्दाखेरि 2-3टा क्यामेरा किनेर लिएर जानेले पनि काम गर्न पाए मार्केटमा। डेफिनेटली उनीहरूले पनि कमाउनु जरुरी छ, तर अब हामीलाई कहाँनिर गाह्रो पार्यो भन्दाखेरि उसले 100 रुपियाँ मार्जिन हालेर काम गर्यो भने पनि उसलाई दिनभरिलाई खर्च पुग्ने, हामीले त्यो 100 रुपियाँ मार्जिन हालेर काम गऱ्यो भने हाम्रो अफिस चलाउन गाह्रो हुने। किनभने हामी त अफिस गभर्मेन्टमा ट्याक्समा बसेका छौँ, ट्याक्स तिर्नुपर्छ, अनेक चिज हुन्छ, भाडा तिर्नु पऱ्यो, स्टाफलाई पाल्नु पऱ्यो, आफू पालिनु पऱ्यो। त्यो पार्टले गर्दाखेरि मार्जिन कम हुँदै गयो, काम गर्न पनि मन लाग्न छोड्यो, सर्भिस दिन मन लाग्न छोड्ने हुन्छ मार्जिनै नभएपछि। अर्को त्यही एस्पेक्टमा कुरा गर्दा पैसा आउन छोड्यो मार्केटबाट, पेमेन्ट टाइममा नआउने, एउटा तरिकाको त्यो कठिनाइ त भयो नै। अब अर्को कठिनाइ भनेको मार्केटमा यति धेरै ब्रान्ड भयो कि सिसिटिभीको
हुँदा हुँदा मान्छेले आफ्नै नाम राखेर पनि सिसिटिभी आउनु थाल्यो मार्केटमा हेर्नु है त्यस्तो पनि हुन थालिसकेको छ। मजाले आफ्नै नामको सर्टकट अब मेरो नाम रविन राजामा थियो आरआरए ब्रान्ड ओहो, त्यो त होइन यो पनि भइरहेछ होइन धेरैवटा ब्रान्ड छ नाम नलिउँ मैले हजुरलाई पनि थाहा नै छ भनेपछि त्योसँग अब हामीले यो ब्रान्डेड प्रडक्ट लिएर कम्पिटिसन गर्नु परिरहेछ र त्यसमाथि हामी जस्तो कम्पनी जो चाहिँ एउटै ब्रान्ड मात्रै बेच्छ उसलाई त झनै गाह्रो भयो यहाँ मल्टिपल ब्रान्ड बेच्नेहरू पनि छ नबेच्ने पनि होइन बाध्यता छ बेच्नै पऱ्यो कस्टमरले नै माग्छ अब त होइन मलाई दावा चाहिँदैन हिजो देऊ हिजो जाने युनिबी देऊ युनियन मलाई त त्यही देऊ नामवाला मान्छेको नाम त्यसलाई मैले चिन्छु त्यो भन्ने पनि छ नि यहाँ भनेपछि सबै मल्टी ब्रान्ड गर्नै पर्यो अब एउटा ब्रान्ड स्टिक भएर काम गर्ने मान्छेलाई त गाह्रो भयो त्यो पनि एउटा असहजताको कारण भयो अर्को रह्यो फाइनान्स प्रब्लम पनि छ मार्केटमा पैसा उठिरहेको छैन पैसा कहाँबाट ल्याएर खनाउने बिजनेसमा जति ल्याएर खनायो भने झन्झन गाडीले जानेहरू भनेपछि असहजताको पनि धेरैवटा प्रकार छ कुन कुन सेक्टरमा असहजता हुँदै गयो कुन कुन सेक्टरमा चाहिँ सहजता हुँदै गयो सहजताको कुरा गर्ने हो भने त्यत्रो वर्षदेखि आजसम्म हजुर हामी सँगै छौँ भनेपछि एउटा सहजताको कुरो भयो भनेपछि त्यो हजुर जस्तो अरू पनि छन् जो चाहिँ यत्रो वर्षदेखि हामीसँग अहिलेसम्म पनि गुड रिलेसनमा छौँ त्यो एउटा मान्छे बन्डिङ बन्नु भनेको सहजतै हो कहीँ न कहीँ त सहजता भइरहेको हुन्छ एकअर्कालाई त्यो चिज पनि सहजताको कुरो हो भने चाहिँ अब कुन प्रकारले सहजता र असहजतालाई डिफाइन गर्ने भन्ने कुरो चाहिँ आफूमा डिपेन्ड गर्छ र अहिलेको सिचुएसन यदि आजको डेटको सिचुएसन हेर्नुहुन्छ भने मा कुरा गर्ने हो भने चाहिँ व्यापार ध्वस्तै छ देशको ड्यु टु पोलिटिकल अनस्टेबिलिटी भन्ने कि मन्दी भन्ने कि वर्ल्ड वार भन्ने कि इरानको वार भन्ने कि होइन मैले फिल गरेको चाहिँ यो तपाईँको लगभग कोरोना कालदेखि चाहिँ कोरोनाको फर्स्ट इयर चाहिँ ठिकै थियो व्यापार राम्रै चल्यो अब त्यसपछिदेखि चाहिँ घट्दो भएर गएको छ कि त्यसले गरेर चाहिँ एकदम गाह्रो भएको छ अनि एउटा बजारमा सुन्नमा के आउँछ भन्दाखेरि जस्तो कि स्पेसली अब तपाईँको चाहिँ काम गर्दा एउटा होम युजर हुन्छ एउटा चाहिँ तपाईँको कर्पोरेट युजर हुन्छ र एउटा गभर्मेन्ट सेक्टरमा नै गभर्मेन्ट युजर हुन्छ प्रायः चाहिँ अहिले चाहिँ देखिरहेको यो सेक्टरमा होम युजरमा काम गर्दाखेरि एउटा रिलेसनको आधारमा ल भाइ ल दाइ ल अङ्कल अथवा के हुनसक्छ एउटा सम्बोधन गरेर चिन्दैन अथवा मेरो फलाना ठाउँमा मेरो फलानाको घरमा चाहिँ यसरी लगाउनु पर्ने थियो गएर लगाइदिउँ भने पनि त्यहाँ गएर चाहिँ लगाइदिएर चाहिँ उसको चाहिँ सर्भिसहरू हामीले चाहिँ राम्रैसँग दिन सक्छौँ र अर्को छ तपाईँ कर्पोरेट सेक्टरमा अहिले मैले सुनेको जस्तो कि अब कोटेसनहरू मगाउने अनि त्यो कोटेसनमा चाहिँ कोटेसन दिइसकेपछि त्यसमा पनि अझै डिस्काउन्ट माग्ने त्यस्ता समस्याहरू पनि आइरहेको छ त्यस्तै गरी गभर्मेन्ट सेक्टरमा त अब चाहिँ आफ्नो किसिमको चाहिँ स्पेक चाहिँ म्याच गराउनलाई अब गभर्मेन्ट पिपलहरूसँग चाहिँ गभर्मेन्ट बडीहरूसँग चाहिँ के भन्छ उनीहरूसँग टचमा र उनीहरूलाई खुसी नबनाउँदासम्म चाहिँ कुनै पनि प्रोजेक्ट चाहिँ नपाउने भन्ने किसिमको असहजता चाहिँ मार्केटमा छ भन्ने कुराहरू छ यसलाई तपाईँले कसरी लिनुहुन्छ अब यो भयो अर्को प्रकारको असहजता फेरि अब अघि पनि भने असहजताको धेरैवटा प्रकार छ कुन चाहिँ सेक्टरको असहजता हो त भन्दाखेरि हजुरले कुरा गर्नुभएको असहजता चाहिँ अब प्राइभेट सेक्टर अघि अब तिनवटा भन्नुभयो हजुरले एउटा कन्ज्युमर सेक्टर एउटा कर्पोरेट सेक्टर एउटा गभर्मेन्ट सेक्टर अब अहिलेको अवस्थामा हामी अहिले यो जुन गफमा बसेका छौँ यो यो इन्फर्मेसन फ्लो हुने म्याक्सिमम् कन्ज्युमरमा हो होइन कर्पोरेट सेक्टर र गभर्मेन्ट सेक्टरले मलाई हेर्छ जस्तो लाग्दैन हेरे पनि आफ्नो पर्सनललाई युज गर्ला होइन कर्पोरेट सेक्टरमा के हुँदै गयो अहिले भने मार्केटमा मेरो एक्सपिरियन्स अब हामीले सबै ब्रान्ड त बोकेर बसेका हुँदैनौँ सर्टेन ब्रान्ड हामीसँग जस्तो हजुरसँग दावा छ भने डिभिजन छैन तर यहाँ समस्या अहिले के देखियो मार्केटमा भन्दाखेरि जसले जुन ब्रान्ड भनेर डिस्ट्रिब्युसनको ट्यागलाइन बोकेर बसेका छन् सबैजना आफै कस्टमरका पुग्न थाल्यो एन्ड कस्टमर कर्पोरेट सेक्टर हुँदा गभर्मेन्ट सेक्टर टेन्डर भनेपछि बिचमा बसेर काम गर्ने हामी जस्ता डिलर्सहरूले कहाँ गएर सामान बेच्न जाने हो जबकि इम्पोर्टरले आफै गएर सबै ठाउँमा सामान बेच्छ होम टु होम डोर टु डोर भनौँ न एक किसिमले भनेपछि अब डिलरले कहाँ गएर सामान बेच्ने हामीलाई ठुलो असहजता त्यहाँ डिलर्सहरूको लागि मलाई लागेको जुन हामीले पनि फेस गरेर आएको छौँ अब गभर्मेन्ट सेक्टरको कुरा गर्नुहुन्छ भने अघि हजुरले भन्नुभएको जस्तै खुसी नबनाएसम्म पहुँचवालासँग परिचय नहुन्जेलसम्म
त्यो भनेको सबै भ्रष्टाचारै हो, थाहा भएकै कुरो हो सबैलाई। त्यसमा लुकाउनु पर्ने केही छैन, अप्ठ्यारो मान्नुपर्ने केही कुरै छैन। नेपालमा सबैभन्दा बढी सबभन्दा ठुलो त्यही हो, तलदेखि माथिसम्म सबै भ्रष्टाचार होइन। एउटा चिठी टाइप गर्नु पऱ्यो भने 100 रुपियाँ नदिकन चिठी टाइप हुँदैन थियो त्यो बेलामा हामीले होइन। अब यो चिजमा चाहिँ मैले लास्ट टाइम पनि एउटा भिडियो पब्लिस गरेको थिएँ आफ्नै अफिसमा बसेर। मलाई मेन चाहिँ अब आउने सरकारको लागि यदि यो भिडियो पब्लिस भयो भने मेन अब कर्पोरेट सेक्टरमा त अब केही गर्न सकिन्न होला, तर गभर्मेन्ट सेक्टर भनेको त गभर्मेन्ट त हाम्रो हो नि त, हामी नेपाली हो नि त। गभर्मेन्ट सेक्टर त हाम्रो हो भनेर हामीले एउटा प्राउड गर्न पाउने ठाउँ बनाउँछ होला भन्ने आश गरेको छु। अब त्यहाँ अरू सेक्टरको मलाई केही थाहा छैन, जस्तो तपाईँको कन्स्ट्रक्सन लाइन होला, दुनियाँ लाइन छ नि त, त्यो लाइनमा मलाई अरू नलेज छैन। मलाई आफ्नो लाइनको के नलेज छ भन्दाखेरि अघि हजुरले भने जस्तो आफ्नो तरिकाको स्पेक बनाउने यो चिज चाहिँ तोडिनुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। गभर्मेन्टले सबैभन्दा मेन कुरा भनेको अहिले अब नयाँ बन्ने गभर्मेन्टलाई त मेरो सुझाव जस्तो पनि होला, यो चाहिँ गयो भने अनियर भयो भने सबैभन्दा पहिला आइटी सेक्टरमा टेन्डर खुलाउन अघि चाहिँ होमवर्क गर्न जरुरी छ। अहिलेसम्म देखेको ट्रेन्ड के छ भने मैले अस्ति पनि भिडियोमा भनेको थिएँ, 4 पिस चाहिँ नम्बर प्लेट किन्ने क्यामेराको लागि 200 पिस क्यामेरा चाहिँ महँगो किनिरहेको छ कि, जुन चाहिँ सस्तोमा पनि आउँछ कि। भनेपछि म भए त के गर्थेँ भन्दाखेरि त्यो 4 पिस क्यामेरा छुट्टै किन्थेँ कि बरु हो, तर त्यो 200 पिस त मैले बजेट बचाएर राम्रो क्यामेरा सस्तोमा ल्याउँथेँ नि त। त्यही ब्रान्डमा फोकस हुनु जरुरी छैन नि त, किनभने यहाँ त राम्रो राम्रो ब्रान्डहरू धेरै छन् त मार्केटमा भाइ होइन। त्यो 4वटा नम्बर प्लेटको क्यामेराको लागि 200वटा क्यामेरा महँगो किन्नु भनेको कहाँसम्मको उचित भयो त। अनि त्यसमाथि त्यो त स्योरै हो नि, 100% हो नि होइन। त्यो 100% नभएको भए त त्यो 200वटा क्यामेराको वजन भारी हो नि त, खास कस्ट त त्यहाँ बढी लागेको छ नि त। त्यो 4वटा क्यामेरा त नराखे पनि हुन्छ नि, नम्बर प्लेट त अहिलेसम्म विवादितै छ नि हाम्रो देशमा भाइ। 10 किसिमको नम्बर प्लेट प्रिन्ट हुन्छ हेर्नु। एउटा स्ट्यान्डर्ड हुनु पर्यो नि त रोड सेफ्टीको लागि भनेको। अब यहाँ नेपाली भाषा लोप भयो भन्छ कसैले, कसैले के भन्छ, नम्बर प्लेटमा नेपाली भाषा लेखेर नेपाली भाषा लोप हुने हो र? नेपाली संस्कृति बचाउनु पर्यो अनि पो नेपाली भाषा लोप हुँदैन त, त्यहाँ त संस्कृति त भाषा पनि पर्छ नि त होइन। रोड सेफ्टीको लागि त टेक्नोलोजीमा जानु पर्यो कि नेपालमै फ्याक्ट्री बनाउनु सक्नु पर्यो गभर्मेन्टले आफ्नो नम्बर प्लेट चिन्दी, होइन भने एउटा स्ट्यान्डर्डाइज नम्बर प्लेट सिस्टममा त जानु पर्यो नि त, जुन चाहिँ जुनै पनि भेहिकलमा त्यही डिजाइनको हुनु पर्यो, सो द्याट टेक्नोलोजीले पनि त्यसलाई चिन्न सकोस्। अब कुनै पनि कन्ट्रीको कम्पनीले ब्रान्डले नेपालको लागि भनेर त बनाइदिँदैन नि त, कि दिन सक्नु पर्यो गभर्मेन्टले। वान टाइम अर्डर 4 पिसको ठेका निकालेर कसले बनाउँछ? बनाउँदैन नि। एकैचोटि पुरै देशभरिमा लगाउनेलाई 50,000 पिस अर्डर गरेर न बनाइदिन्छ, जुनै पनि ब्रान्डले बनाइदिएला कि त्यसरी गर्न सक्नु पर्यो, त्यो त गर्न सक्दैन। भनेपछि 4 पिस एनपिआर क्यामेरा नम्बर प्लेट क्यामेरा किन्नलाई 200 पिसको बजेट बढी बनाउनु भनेको त यो त भ्रष्टाचारै हो नि। यो चिज चाहिँ अन्त हुन्छ भन्ने मेरो आश छ नयाँ गभर्मेन्टसँग। भनेपछि मैले चाहिँ के भन्न खोजिरहेको छु भन्दाखेरि आइटी सेक्टर स्पेसली जुन चाहिँ डेटा सिटबाट चल्छ। अब यो क्यामेरा किन्नु पर्यो गभर्मेन्टले, अब यो बाहिरको खोल्चा हेरेर थाहा नै पाउँदैन त्यहाँ स्पेसिफिकेसन के छ भित्रको। डेटा सिट हेर्छन्, डकुमेन्ट हेर्छन्, त्यो त मैले भर्खरै पिडिएफमा बनाइदिन्छु नि, जसले पनि बनाउन सक्छ। त्यसको आधारमा महँगो सामान किनिरहेछन्, अनावश्यक पैसा खर्च गरिरहेछ यहाँ गभर्मेन्टको। यो चाहिँ गाह्रो छ। अब यो कसले गर्न सक्यो त? जसको पहुँच छ, जोसँग पैसा धेरै छ, कालो धन जसको धेरै छ। अब यसको पैसाबाट दिनुपर्ने होइन, कालो धन दिए पुग्यो। हामीलाई केही पनि चाहिँदैन भन्नेहरूले पनि यो गाडी त एकदम राम्रो छ, मलाई त यो गाडी किन्न पायो भने पनि थाहा पाएको छ नि हामीले। इन्डाइरेक्टली कसरी भ्रष्टाचार गर्छन् भन्ने त हामीले पनि देखाएको छौँ नि मार्केटमा होइन। यो चिजहरू चाहिँ कन्ट्रोलिङ भयो भने चाहिँ अलिकति मार्केटमा सहजता बढ्ला भन्ने आश गर्छु। असहजता त यसले गराएकै छ, जसको पहुँच छैन उसले काम गर्न पाएको छैन, सिधा कुरा हो। गर्न सक्ने क्यापेसिटी भएको मान्छेले पनि गर्न सकेको छैन कि। अनि अर्को एउटा कुरा, अब यो त लगभग अब सबै यो व्यापारमा लाग्नुभएकोहरूले सबैको एउटा साझा भोगाएको जस्तो लाग्छ, साझा समस्या जस्तो लाग्छ। अब हुनसक्छ केही सीमित व्यक्तिहरूको लागि, सीमित कम्पनीहरूको लागि चाहिँ यो समस्या नहोला र म्याक्सिमम् चाहिँ ओभरअलमा हेर्नु भने धेरैको साझा समस्या लाग्छ। त्यो सँगसँगै अर्को पनि एउटा अस्वस्थ मैले मार्केटमा सुन्दै आइरहेको छु, जस्तो कि कर्मचारीहरू पनि भनेको जस्तो कर्मचारीहरू पनि नपाउने, पाइहाल्यो भने पनि अब लामो समय नटिक्ने, नबस्ने भनौँ न, र बसिहाल्यो भने पनि अब चाहिँ केही समय अलिकति लामै कम्पनीमा चाहिँ बस्यो भने पनि अब केही विविध कारणले, अब जस्तो कि अब
असंस्थाको कारणले गर्दाखेरि काम गर्नलाई एकदम कम्पनीलाई गाह्रो भइरहेको हुन्छ नि त। हुँदाखेरि पनि अब त्यो जसरी हुन्छ अब चाहिँ सस्टेन हुन खोज्नको लागि चाहिँ धेरै कुराहरू कम्प्रोमाइज गर्नुपर्छ। हो त्यस्तो कुराहरूमा चाहिँ एउटा इम्प्लोइतिरको चाहिँ नि यो सेक्टर स्पेसल आइटी सेक्टरमा चाहिँ कस्तो समस्याहरू तपाईँले पाउनुहुन्छ? यो त सबैकै सादा समस्या हो जस्तो लाग्छ मलाई। जहाँ गए पनि स्टाफ छैन भन्ने कुरो छ, केटाहरू पाउनै गाह्रो, किन यो स्टाफ पाउनै गाह्रो। सबै यहाँ नेपालमा रोजगार छैन भनेर सबैजना विदेश खै यही त समस्या छ दाइ नेपालीहरूको। विदेश गए भाडा पनि माझ्ने, नेपाल बसे राम्रो इज्जतको काम पनि नगर्ने, त्यसको पनि एउटा बाध्यता छ मान्छेलाई। अब महँगाइ बढ्या छ। सल्युसन के हुनसक्छ त? सल्युसन भनेको त अब जबसम्म लेबर एक्ट कम्प्लिटली फलो हुँदैन र अर्को कुरा चाहिँ कुनै पनि अर्गनाइजेसनले चाहिँ स्टाफलाई राखिसकेपछि उसलाई दिनुपर्ने बेसिक जुन चिजहरू चाहिँ गभर्मेन्टले एकदम टाइट गर्दैन, फलो गराउँदैन, एउटा त्यो चिज नहुँदा देखेको छ त, बेसिक देखेको छ। अब अहिले सुन्नमा आए अनुसारले चाहिँ बेसिक तपाईँको चाहिँ नि नर्मली कति मलाई जहाँसम्म नलेज छ 17,233 कति चाहिँ बेसिक हुनुपर्छ। त्यसमा चाहिँ मेडिकल एलाउन्स तपाईँको अर्को चाहिँ के थुप्रै एलाउन्स गरेर लगभग 23,000 माथिको त मिनिमम सेलेरी पे गर्नै पर्छ भन्ने छ। त्यो लेबर एक्ट त छ अलरेडी, त्यो एक्ट छ, त्यो फलो पनि गरिन्छ होइन। तर पनि अब त्यतिले पुग्छ त नेपालमा बस्नलाई? एकजना मान्छेलाई आफ्नो घर भाडा भनौँ न, काठमाडौँमा घर हुनेहरूलाई त समस्या भएन, वा कुनै आफ्नो ठाउँमा स्थानीय ठाउँमा बसेर घरमा बसेर काम गर्नलाई त समस्या भएन। तर जो आफ्नो घर छोडेर अर्को सहरमा गएर वा अर्को ठाउँमा गएर बसेका छन् उनीहरूलाई त्यहाँको घर भाडा, आफ्नो खाना खर्च, डेली अलाउन्सेस होइन। अब कतिजना त आफ्नो परिवार लिएर बस्नु भएको हुन्छ, उहाँहरूलाई आफ्नो घर पाल्न पैसा पुग्छ त? पुग्दैन होइन। अनि अर्को कुरा समस्या एउटा नेपालीको इन्टेन्सन के हो मैले बुझ्दिनँ। काम सिकिसकेपछि सिङ पलाइहाल्ने, सिङ पनि पलाउने, पुच्छर पनि निस्किने, सबै निस्किन थाल्छ कि नेपालीहरूको। हो त्यो आई डोन्ट नो त्यो के हो, सबैमा देखिन्छ, धेरै जस्तो मान्छेमा देखिन्छ कि काम जहाँ सिक्यो त्यसपछि त सेर्सिङ, कसैलाई पुच्छर नलाउने। हामीले पनि भोगेका छौँ, कतिजनाहरूले गरेका छन्, कोही कस्टमरसँग झगडा गरेर आइदिने। अब त बात विवश भयो नि त निकाल्नलाई पनि होइन। अनि सबभन्दा समस्या अब यो ह्युमनको प्रब्लम होला जहाँसम्म लाग्छ मलाई। अब यो रोबोटिक्स टाइपको काम गराइ जति भने त्यति मात्रै काम गर्ने, आफ्नो दिमागले सोचेर काम नगर्ने। त्यसै आफ्नो रेस्पोन्सिबिलिटी के हो त, म यो कम्पनीमा किन जोइन भएँ भन्ने कुरो चाहिँ रेस्पोन्सिबिलिटी जबसम्म मान्छेले फिल गर्दैन, मेरो क्षेत्र यो हो, मैले यो काम गर्नलाई मलाई राखेको हो, यो काम चाहिँ मैले यसरी हेर्नुपर्छ है भन्ने नभएपछि चाहिँ ठेलिरहनु पर्ने। सधैँ गाली गरेर मजा आउँदैन नि त स्टाफलाई। कसैलाई चाहिँ मजा आउँछ र सबैलाई सधैँ गाली गरेर मजा आउँदैन नि त। त्यो एउटा पाटो पनि भयो। र प्लस अर्को एउटा महँगाइ, र कम्पनीले पनि मार्केटमा मजाले काम गरे अनुसारको पेमेन्ट आउने, एक्सपर्टिजको भ्यालु हुने, त्यो छैन नि त हाम्रो मार्केटमा। र जबसम्म कम्पनीले कमाउँदैन तबसम्म उसले स्टाफलाई पनि राम्रो फेसिलिटी दिन सक्दैन। अनि फेसिलिटी नपाएपछि कोही स्टाफ टिक्ने, जसले पाइरहेको हुन्छ ऊ टिक्ने, नपाउनेहरू ग्रोथमा जाने। अनि फेरि अर्को एउटा ठुलो कल्चर के छ भन्दाखेरि अहिले मैले देखेको हाम्रो आइटी लाइनमा चाहिँ एउटा यसो अलि हाइटमा बसेको कम्पनीमा काम गरेको स्टाफलाई 10,000 रुपियाँ बढी अफर गर्ने तानिदिहाल्यो। यो पनि देखिया छ, हजुरलाई पनि थाहा नै भएको, भोग्नै भएको मान्छे हो तपाईँ पनि होइन। अब यो कल्चर पनि बढी भयो कि म एउटा कुरा सोध्छु क्या, ल मानु म र मुइन, मेरो कम्पनी र मुइन कम्पिटिटर भयो भने मुइनमा काम गरिरहेको स्टाफलाई मैले 10,000 अफर दिएर मेरोमा ल्याउँछु भने त्यसले मेरोमा आएर राम्रो काम गर्छ भन्ने के ग्यारेन्टी छ? जो 10,000 को लागि मौका आउँछ त्यत्रो वर्ष काम गरेको छोडेर भने त्यो मान्छेले मौका आएर अर्को 10,000 को अर्कोमा जाँदैन होला त? यो पनि सोच्ने मान्छे देख्दिनँ कि मैले फेरि। अनि तानिरहेको हुन्छ उसको मान्छे उस्ता तान्ने, उसले उसको उसलाई छोड्न पाएको छैन, फोन गरेर आइसकेछ मौका भन्ने। यो पनि देखिएको हो कल्चर। अरूको लाइनको त थाहा छैन, हाम्रो आइटी लाइन चाहिँ देखियो त मैले चाहिँ देखाएको हो। हजुरले के छ थाहा छैन, हजुर त भोगे मान्छे हो होइन। अब यहीँबाट गएको पनि अर्को ठाउँमा देखिया छ हामीले, जान पाएको छैन, अर्कोमा पुगिसकेका हुन्छन्, अरूले बोलाएरै पनि देखिया छ। यो कल्चर पनि अलि नराम्रो जस्तो लाग्छ मलाई। त्यो बोलाउने पनि नराम्रो, जाने पनि नराम्रो हो क्या खास चाहिँ। बिकाउ होइन नि त मान्छे भनेको त। 10,000 बढी दियो भन्दैन एउटा जुन मान्छेहरूले चाहिँ के बिर्सिन्छ भन्दाखेरि, मलाई केही काम नआउँदाखेरि यो कम्पनीले फर्स्ट मलाई काम दिए हो नि त मेरो एक्सपिरियन्स बिना भन्ने कुरो चाहिँ बिर्सिनु रहेछ क्या काम सिकेपछि। त्यही कम्पनीमा सर ल मेरो यस्तो डिमान्ड छ मार्केटमा, मलाई यस्तो अफर गरिरहेछन्, मलाई यहाँ फेसिलिटी केही बढ्छ कि कुरा गर्ने हो नि त, बसेर टेबल टक गर्ने हो। मलाई यत्रो वर्ष कम्पनीले हेरेको छ, टाइम दिएको छु,
कम्पनीले पनि त दिएको हुन्छ नि त त्यो समयअनुसारको मार्केटमा पहिचान दिलाएको छ, काम सिकाएको छ, हातमा सिप दिएको छ, त्यसको प्रति पनि त एउटा लोयल्टी केही त हुनुपर्छ नि त मान्छेको, त्यो छैन क्या अहिले। अनि अर्को एउटा समस्या चाहिँ नि जस्तो कि मार्केटमा हामीले सामानहरू बिक्री वितरण गर्छौँ, सामानहरू भनौँ न अब ब्याङ्कसँग लोन लिएर अब 2-4 पैसा कमाइ हुन्छ कि भनेर चाहिँ रिक्स नै लिएर चाहिँ ब्याङ्कसँग लोन लिएर काम गरिरहेको हुन्छ। सामान मार्केटमा बिक्री वितरण गर्छौँ, कति टेन्डरहरूमा सामानहरू सप्लाई गरिन्छ, लगाइन्छ, कहीँ चाहिँ अब कर्पोरेट सेक्टरमा पनि लगाइन्छ होला, सबै ठाउँ लगाइन्छ। तर गुनासो चाहिँ नि म्याक्सिमम् अन टाइम पेमेन्ट नआउने, लगाएको ठाउँमा फेरि आज बाबा भोलि भन्ने, भोलिबाट पर्सि भन्ने, महिनौ दिन लगाउने। अब यस्तो गरेर त वर्षौँ दिनसम्म पनि पेमेन्टहरू चाहिँ नि नआएको कारणहरूले चाहिँ नि व्यापारहरू पीडित छ भन्ने सुनिन्छ नि। यसलाई अब यसलाई त केही भन्नै सकिन्न त दाइ, कस्टमर गएर पिट्ने कुरो भएन, सिधा कुरा होइन, पिट्न जाने कुरो भएन, झगडा जाने गर्ने कुरो भएन होइन। चेक बााउन्स गर्यो, पुलिसले पनि समातेर लाएर घरमा मात्र हाल्ने, त्योभन्दा बढी केही गर्ने पनि होइन, भन्दा पनि क्राइम गरे होइन, पैसा तिर्न नसकेकोलाई त के गर्ने हो र। यसको त खै के सल्युसन देख्छु जस्तो लाग्दैन दाइ। जबसम्म मार्केट एउटा पहिला सुरुमा देश स्टेबल हुनु पऱ्यो, मार्केट स्टेबल हुनु पऱ्यो, अब चाहिँ हामीले इन्भेस्ट गर्न मिल्छ है यो मार्केटमा, हाम्रो हामी सेफ छौँ भन्ने फिल नहुँदासम्म मार्केट पनि राम्रोसँग खुल्दैन, फेरि कसैले पनि इन्भेस्ट गर्दैन, तपाईँ हामी पनि गर्दैन त होइन। अनावश्यक किन खर्च गर्ने भने त जसले पनि सोच्छ जस्तो लाग्छ। तर अब यो काम गरिसकेको ठाउँबाट पैसा नआउने कल्चर चाहिँ खै यो देशमा के हो मैले पनि बुझ्दिनँ यो। यही चिज बाहिर गयो भने एग्रिमेन्ट हुन्छ, अन द स्पोट काम सक्यो, टाइम पिरियडभित्र पेमेन्ट आउने सिस्टम हुन्छ, एडभान्स भएर काम सुरु गर्ने हुन्छ। यहाँ चाहिँ धेरै जसो मैले देखेको चाहिँ सबैले अर्को पैसामा मोज गर्ने मात्रै भयो कि, हाल्दै लिएर आएर भन्ने पैसा न। अनि बाहिरबाट हेर्दा चाहिँ ऊ यत्रो सिस्टम लगाएको छ, यसले यत्रो इन्भेस्ट गरेको छ भनेर देखिने उसको पार्टमा चाहिँ। तर यता जसले हाल्दैछ उसलाई पैसा नहुन्छ। अनि त्यो पैसा नआएपछि उसले पनि तिर्नुपर्ने ठाउँमा तिर्न पाएन, पैसा चलाइमा नै भएन क्या, रोटेसनै छैन कि। अनि ब्याङ्कमा लोन लियो, ब्याङ्कको लोन ब्याज कसरी तिर्ने पैसा नउठेपछि मार्केटमा, अनि मान्छेले के गर्ने, व्यापार बन्द गरेर भाग्ने बाहेक के उपाय छ त? खानी जाने बाहेक कि खानी जानु पर्यो। मलाई लाग्छ एक न एक दिन त यसको चाहिँ हुन्छ होला, आश गरौँ। स्टेबल गभर्मेन्ट एउटा चाहिँ राम्रो चाहिँ पोलिसीहरू बनायो भने डेफिनेटली हुन्छ, आश गरौँ। मैले चाहिँ धेरै पहिलाको एउटा कुरा याद आउँछ कि यो कस्तो किसिमको कल्चर डेभलप गर्यो भने चाहिँ त्यो समस्याबाट समाधान हुन्छ जस्तो लाग्छ भने मैले धेरै वर्ष अगाडि इन्डियामा लगभग 2-3 वर्ष बसेँ। बस्दाखेरि म आफन्तगाउँमा बस्थेँ कि उहाँहरूको कल्चर कस्तो थियो भन्दाखेरि जस्तो कि गभर्मेन्टमा काम गर्नुहुन्थ्यो, गभर्मेन्टको चाहिँ ठ्याक्कै चाहिँ नि त्यो डेटमा सेलेरी आउँछ भनेपछि ठ्याक्कै सेलेरी आउँथ्यो। अनि सेलेरी आएको भोलिपल्ट अथवा सेम डे 1 महिनाको लागि चाहिँ क्यासमा सामान चाहिँ अलरेडी चाहिने रासन पानीहरू किनेर ल्याउने कि उधारो भन्ने सिस्टम छैन कि। तर त्यो सेलेरी आएपछि त्यो पैसाले चाहिँ सामान किनेर चाहिँ स्टोर गर्ने र उधारो चाहिँ नलिने। अब यहाँ अलिकति कस्तो भयो भने नेपालमा चाहिँ अहिले मैले पछि चरणमा हेर्दाखेरि पहिला उधारो सेलेरी आएपछि तिर्छु भन्ने किसिमले चाहिँ मान्छेहरूको चाहिँ त्यो चलिरहेको आएर किन्ने होइन कि किनेर अनि तिर्ने एउटा चाहिँ नि हामी चाहिँ 1 महिना अलिक अगाडि रिभर्स भएर हामीले चाहिँ 1 महिना अलिकति हामीले त्यो कल्चरलाई चाहिँ डेभलप गर्नको लागि 1 महिना होल्ड भएर अनि पेमेन्ट आएपछि अथवा क्यास आफूसँग भएपछि किन्ने बानी बसाल्यो भने चाहिँ डेफिनेटली यो पनि अलिकति एउटा सुधार हुन्छ कि के छ कन्ज्युमर हजुरले भन्नुभएको चाहिँ यो रासन पानीको लाइनमा भयो, अहिले पनि नर्मली रासन पानीमा होइन नर्मली घरहरूमा पनि के देखिन्छ भन्दाखेरि क्यामेरा चाहिँ क्यामेराहरू अहिले चाहिँ जस्तो कि उनीहरू घरमा पनि क्यामेराहरू लाइनमा चाहिँ त्यसो ठिक छ है, ल भाइ ल लगाइदियो, सबै कुरा एकदम पर्फेक्ट राम्रो आएको छ, एकदम सुरक्षा चाहिँ पनि भइरहेको छ, महसुस गरिरहेको छ। मेरो चाहिँ अब चाहिँ 1 महिनापछि आऊ न, 1 महिनापछि आएर चाहिँ तिम्रो क्लियर गरिदिन्छु भनेर त घरमा लगाउने युजरहरूले पनि त्यो गरेको भेटिएको छ नि। त्यही कारणले गर्दा आफूसँग क्यास भएर अनि क्यामेरा लगायो भने त डेफिनेटली त्यो केही ठाउँबाट त केही सुरुवात हुन्छ नि त, सहज त हुन्छ जस्तो मलाई लाग्छ। हुनुपर्ने यो सबैले बुझ्नुपर्ने कुरा हो यो। हामीले जस्तो फर इक्जाम्पल अब यो क्यामेरा मात्रै होइन, यो धेरैवटा सेक्टरमा यस्तो छ जस्तो लाग्छ मलाई होइन। जस्तो हामी आइटीको व्यापार गर्ने मान्छेहरू, काम गरिरहेको मान्छेहरू कुरा गर्दाखेरि जस्तो
इक्जाम्पल हामी गएर टिभी किन्न गयो भने बिना पैसा दिँदैन, सिम्पल इक्जाम्पल होइन। टिभीको लाइन क्षेत्र ठिक छ, काम गराइ एकदम चिनेको भयो भने मात्रै हो, ल ल भोलि दिन्छु भनेर दिने। त्यो पनि 2 दिन 3 दिनमा भन्दा बढी मान्दैन जति चिनेको भयो भने लगभग। अब तपाईँ सबैभन्दा बढी लग्जरीकै जानुहुन्छ भने गाडी, बिना पैसा गाडी निस्किँदैन सोरुमबाट, निस्किँदैन नि त। भनेपछि अहिले हामीले आइटीको व्यापारलाई पनि त्यही बनाउनु पर्ने देखिया छ कि सेम गाडी किने जस्तो के पैसा नआउन्जेलसम्म गाडी निकाल्नेवाला छैन सोरुम कि लोनमा भयो भने ब्याङ्कले डियो नदिन्जेलसम्म निकाल्दैन नि त, कुनै पनि सोरुमले गाडी दिँदैन नि त। त्यो चिज चाहिँ गर्नुपर्ने आवश्यकता छ हाम्रो लाइनमा पनि। त्यसले गर्दाखेरि त्यो गर्ने बित्तिकै व्यापार सुध्रिन्छ क्या आफ्नो लाइनमा। अनि यो अब यो सुरुवात दिनदेखि नै हो दाइ बिग्रेको ट्रेन्ड हो यो। अब म मेरो सामान लगाएर बेच्नु, यति दिन क्रेडिट दिन्छु भने हुन्छ डिस्ट्रिब्युटरले, अब त्यो क्रेडिटमा पाएको डिलरले पनि कस्टमरलाई त्यही भन्छ। उसले त्यहाँबाट 3 महिना पायो, उसले लगाएर 2 महिना क्रेडिट ठोक्छ होइन। हामीले त मेरो त इक्जाम्पलै दिन्छु तपाईँलाई, नाम चाहिँ भन्दिनँ म कस्टमरको होइन। लास्ट टाइम एउटा ठमेलमा हाम्रो एउटा बिजनेस डिल भएको थियो। लगभग हामीले सबै डिजाइनिङ गरेर, इभन मैले त केसम्म गरिदिएको थिएँ भन्दाखेरि उनीहरूको त्यो कन्स्ट्रक्सन हुन्जेलसम्म क्यामेरा लगाएर फ्रीमा हाल्दै हो क्या मैले। 3-4वटा क्यामेरा लगाएर फ्रीमा हालिदिएर ल तपाईँहरूको यो पिरियडलाई चाहिँ जबसम्म हाम्रो आइटी काम गर्ने बेला भइसक्दैन त्यति बेलासम्म चलाउनु, म यो क्यामेरा चाहिँ फिर्ता लिन्छु भनेर फ्री अफ कस्ट 3-4वटा क्यामेरा इन्स्टल गरिदिएर प्रोजेक्ट डिजाइन गरेर सबै ओके भएको। त्यसपछि केही समयपछि मलाई जब अब हाम्रो काम गर्ने बेला आउनु थाल्यो नि त, किनभने कन्स्ट्रक्सन सकिएपछि बल्ल वायरिङ हुन्छ नि त हाम्रो लाइन त। वायरिङ गर्ने बेला भइसकेपछि वायरिङहरू हालियो, गएर तारसार पठाइयो, वायरिङ हाल्न सुरु गर्ने बेला भइसकेपछि चाहिँ के फोन आयो भन्दाखेरि अलिअलि क्रेडिट गरिदिनु पऱ्यो, हाम्रो यत्रो इन्भेस्टमेन्ट भएको छ होइन। अनि हुन्छ अब मैले सक्ने भनेको तपाईँलाई म्याक्सिमम् 1 महिना हो, त्योभन्दा माथि सक्दिनँ भन्ने कुरो गरेर। अनि अनरले चाहिँ मलाई के भन्नु होइन, अब म तपाईँलाई बरु 40% एडभान्स गरिदिन्छु, 3 मन्थ चाहिँ हेरिदिनु न भनेर। मेरो पनि पुरानो रिलेसन, मैले पनि नाइ भन्न सकिनँ हेर्नु होइन। पुरानो रिलेसन इन सेन्स मेरो एकदमै धेरै पुरानो कस्टमर के, अब मोर देन अ डिकेड पुरानो, अहिले पनि काम भइरहेको छ उहाँको अरू ठाउँमा चाहिँ। अनि त्यहाँ चाहिँ उहाँको पार्टनर भएर उहाँको मुखेर मैले पनि नाइ भन्न सकिनँ, ओके गरेँ। भोलिपल्ट फोन आउँछ फेरि, रमेश सर अब नहुने भयो नि त काम भन्छ। के भयो सर भनेको, होइन अब 8 महिना क्रेडिट दिने मान्छे पाएँ अरे। लगभग त्यो मेरो प्रोजेक्ट 42 लाख जतिको थियो। सबै डिजाइन मैले गरेर दिएको थिएँ होइन, कहाँ के लगाउने सबै मोडल नम्बर सहित दिएको थिएँ। अब त्यो मोडल नम्बर गएर अर्को व्यापारीसँग रेट मागेर लिएर आएर 10,000 कि 12,000 सस्तो आयो भनेर प्रोजेक्ट क्यान्सल भएको कि। अब 8 महिना चाहिँ म सक्दिनँ। अब त्यो घरमै म्यानुफ्याक्चर गर्ने मान्छे ल्याएर दिन्छ भने गर्नु सक्दैसँग म त्योभन्दा अगाडि गरेको त्यो मेहनतहरू, त्यो प्रोजेक्ट कस्टमरले यही बुझ्दैन कि डिजाइनहरू गरिदिएको त्यो बुझ्दैनन् क्या। यहाँ समस्या यो छ कि अब यहाँ गएर ल म तपाईँको डिजाइन गरिदिन्छु, यसको चाहिँ यति कस्ट भन्यो भने यो त फ्रीमा गर्नु पऱ्यो नि भन्छन्। ल हामी अहिले कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। भोलिको दिनमा यही कार्यक्रमबाट कस्तो कस्तो किसिमको अब प्रसङ्गहरू कुराहरू चाहिँ नि आइदियो भने अझ थप व्यापारीहरूलाई, जुन हाम्रो आइटी सेक्टरका चाहिँ अब व्यापारी सँगसँगै कर्मचारीदेखि लिएर सबैजनालाई हितको लागि चाहिँ कस्तो किसिमको कार्यक्रमहरू आयो भने तपाईँलाई चाहिँ यो प्रोग्रामले चाहिँ अलिकति मार्केटमा केही चेन्जेसहरू ल्याउन सक्ने किसिमका चाहिँ के प्रसङ्गमा कुराहरू ल्याएर प्रस्तुत गर्यो भने राम्रो हुन्छ जस्तो लाग्छ? त्यो एउटा सरसल्लाह के छ तपाईँको तर्फ? अब त्यो विषयमा चाहिँ अब मैले के भन्ने दाइ, अब प्रसङ्ग धेरै छ कुरा गर्ने चिज। कुरा गरेर मात्रै चेन्जेस आउँछ भन्ने भन्दा पनि कुरा गरेर एउटा मान्छेले रियलाइज गरेर कुनै मनको दिमागको कुनामा गएर बसेको चिजलाई उहार्ने हो, खास कुरा गर्ने भनेको चाहिँ यो हो त है भनेर रियलाइज गरेर त्यसलाई अगाडि फ्रन्ट फेसमा ल्याउने कुरो भयो भने लगाउन सकिन्छ कि भन्ने कुरो हो। अब यसमा यो प्लेटफर्म जुन हजुरले अहिले दिनुभएको छ, बनाउनु भएको छ आफ्नो अफिसमा नेसनलमा मिनी स्टुडियो भनेर बनाउनु भएको छ, यो नयाँ ट्रेन्ड सुरु भएको छ, मजा लाग्दो कुरा हो। अब यसमा गर्ने भनेको चाहिँ सबभन्दा मेन भनेको अब यही हो, व्यापारीहरूलाई के गाह्रो छ, कसरी यसलाई सहज बनाउन सकिन्छ भन्ने टाइपको डिस्कसन जुन आज हामीले गरिहाल्यो। यो मसँग मात्र होइन, धेरैजना छ हजुरसँग कनेक्टेड, उहाँहरूसँग पनि बसेर सल्लाह गर्नु पऱ्यो, कुरा गर्नु पऱ्यो, के आउँछ त्यो अनुसार। प्लस
अझ नयाँ टेक्नोलोजीलाई कसरी लान सकिन्छ टाइपको कुराहरू कस्तो चिजहरू आउँदा जनाको बिग छ कुन चिजको चाहिँ मार्केटमा रिक्वायरमेन्ट छ तर मान्छेलाई थाहै छैन कि यस्तो चिज हुन्छ भनेर कतिपय कुराहरू त कस्तो हुन्छ थाहै छैन कि भने आज चाहिँ थाहा नभएको कारणले पनि आजभन्दा 10 वर्ष पुरानो टेक्नोलोजीको डिमान्ड गरिरहेको त्यही पुरानो 10 वर्ष पुरानो टेक्नोलोजीलाई चाहिँ लिएर आइराख्ने कुराहरू त अब हामीले टेक्नोलोजीहरू पनि त बताउनु पर्ने आज यो अपग्रेड भइसकेको छ टेक्नोलोजी यो यति वर्ष पुरानो टेक्नोलोजी हो यो अब आउँदै गरेको टेक्नोलोजी यो हो यो टेक्नोलोजी अहिलेसम्ममा चाहिँ हामीले युज गऱ्यौँ भने चाहिँ अझै यति वर्ष चाहिँ हामीले चाहिँ अझै लैजान सक्छौँ भन्ने किसिमको नलेजहरू पनि त हामीले चाहिँ सेयर गर्न सक्छौँ त्यो त सबभन्दा देखिएको छ मार्केटमा अब जस्तो तपाईँको कम्प्युटर लाइनकै कुरा गरौँ न अहिलेसम्म पनि i3 i5 i7 i9 त बिकिरहेको छ नि त मार्केटमा तर अब 4th जेन 5th जेन 3rd जेनको ल्यापटपहरू कम्प्युटर्सहरू अहिले पनि डिमान्डमा छ बेच्छन् पनि व्यापारीले जुन चाहिँ बाहिर अब यो काम लाग्दैन भनेर फालिसकेका हुन्छ त्यो टेक्नोलोजी अहिले पनि टेन्डरमा खुलिरहेछ कि कतिपय ठाउँमा खरिद भइरहेको छ डाइरेक्ट खरिदमा पनि कम्पनीले किनिरहेछ मान्छेले युज गरिरहेछ जसलाई चाहिँ कम्पनी म्यानुफ्याक्चररले आफै यति वर्ष भइसकेपछि चाहिँ यसमा चाहिँ यो खराबीहरू हुन्छ यो चिपहरू अन भयो भने यस्तो खालको रेडिएसन हुनसक्छ भन्ने चाहिँ हेल्थलाई पनि हार्म गर्न सक्छ आँखालाई हार्म गर्न सक्छ धेरै कुराहरू भएर त उनीहरूले फाल्ने हो नि त अन्त चलुन्जेल त कसलाई माया लाग्दैन र सामान होइन चलाउँथ्यो होला तर उनीहरूले चाहिँ यो चाहिँ अब युजलेस है भनेर डम्प गरेको सामान चाहिँ अहिले पनि हामी चलाउँछौँ कि त्यो चिजहरूको बारेमा पनि खुलासा गर्ने बसेर त्यो एक्सपर्टहरूसँग हामी कुरा गर्ने प्लस अब यो स्टुडियोलाई युज गर्नु चाहिँ धेरै तरिकाहरू छ अब यसमा अब प्रोडक्टको भिडियोहरू बनाउन सकियो प्रोडक्टको डेमोन्स्ट्रेसन भिडियोहरू चाहियो किनभने टेक्नोलोजी ल्याएर मात्र भएन कि यहाँ त धेरैजना त सामान ल्याउने भित्र के छ पनि थाहा हुँदैन बट्टाभित्र यहाँ के पाइन्छ नि थाहा छैन त युज गर्ने त टाढाको कुरो भयो क्या यहाँ त्यस्ता त्यस्ता व्यापारी पनि छ भनेपछि एटलिस्ट हाम्रो सर्कलमा जतिजना छौँ हामी उहाँहरूसँग भएको प्रडक्टको चाहिँ डेमोन्स्ट्रेसनहरूदेखि लिएर त्यो प्रडक्टको बारेमा नलेज सेयरिङदेखि लिएर सबै कुराहरूको एउटा राम्रो यहाँ एउटा मान्छेलाई इन्फर्मेसन दिने खालको भिडियोहरू बनाउन सकिन्छ जस्तो लाग्छ मलाई यो प्लेटफर्मबाट चाहिँ ल हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र कार्यक्रममा अन्त्य गर्नुभन्दा पहिला अब अर्को एउटा नयाँ कुरा पनि यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु यो स्टुडियो मेन स्टुडियो नाम रहे तापनि यहाँ यो स्टुडियोलाई चाहिँ नै सबैजनाले प्रयोग गर्न सक्नुहुनेछ आफ्नो प्रडक्ट यदि तपाईँहरूसँग आफ्नो इम्पोर्ट गर्नुभएको छ आफ्नो प्रडक्टलाई चाहिँ नि एउटा चाहिँ भिडियो मार्फत चाहिँ मार्केटमा सोसियल मिडियामा मार्केटिङको लागि चाहिँ तपाईँले भिडियोहरू बनाउन चाहनुहुन्छ पोडकास्ट गर्न चाहनुहुन्छ प्रडक्ट इन्फर्मेसन भिडियोहरू बनाउन चाहनुहुन्छ भने मेन स्टुडियोमा आएर तपाईँले युज गरेर सबैले चाहिँ नि यो आइटी सेक्टरका सबै व्यवसायहरू मिलेर चाहिँ नि एउटा केही नयाँ तरिकाले चाहिँ नि काम गर्ने अवसर चाहिँ यो मेन स्टुडियोले पनि प्रदान गर्छ अबबाट गर्न सुरु गरिसकेको छ र यस्तै गरी आजको जस्तो एउटा चाहिँ अब रमाइलो गफगाफसँगै टेक्नोलोजी सम्बन्धी र व्यापारीलाई पर्न जाने अब गाह्रा अप्ठ्यारा कुराहरूको चाहिँ नि कुरालाई चिरबार गर्दै एउटा आजको चाहिँ एउटा समयमा हामी चाहिँ गुनिन टेक्नोट्रोनिक्स एन्ड रिसर्च सेन्टरका प्रोप्राइटर रविन राज अमात्यजीसँग हाम्रो कुराकानी भयो।